ओम जय गर परमात्मा रक्षा गरे प्रभु। मैले अघिदेखि त्यो मोइचीले ड्रमको नहेर भनिरहेको छु त। फेरि त्यो फेसबुकमा कमेन्ट मारियो बाहुन बिग्रियो भनेको थिएँ। कैला ल बाई बाई कैला। जय 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 कनहरी कनहरी जय 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 रक्षा गर प्रभु। ए भजन गाउँकोमा जाऊ वासुदेवाय हरिओम तत्सत नारायण हेत्तेरिका। पुराणमा पुग्नु पर्ने घाम पनि गर्मी गर्मी छ कतिखेर पुग्नु नि परमात्मा रक्षा गर प्रभु। ए जय गर परमात्मा ओम कनहरी कनहरी हेत्तेरिका। ए मरा त्यही काइला घर होइन यसको घरमा कुकुर त छैन होला नि टोक छ कि बा काइला कुकुर छेकै म उता माथिसम्म हिँडेको। ओम कनहरी कनहरी काइला कुकुर छेकै म उता मास्तिरसम्म कुकुर छन् भन्दा टोक्छ फेरि तेरो कुकुरले। होइन गुरु कता हिँड्नु भयो एकैछिन बस्नु न म आइहालेँ घरमा। होइन गुरु कहाँ हिँड्नु भयो बिहान बिहानै घाम लागेको गर्मी छ एकैछिन बस्नु न चिसो पानी तातो पानी छ खुवाएर जानुहोस्। होइन हौ काइला भोलिदेखि मलबास सकिन्छ। आज पृष्ठम ओम नव भागवतहरू धेरै पाठ पूजा गर्नु छ अनि लाखबाती दियोबत्तीहरू पनि बालिदिन्छ। त्यसैले आज बेलैमा जानु छ काइला। होस् कुनै दिन बसेर तातो पानी चिसो पानी खाउँला है काइला। ए गुरु पनि 2 दिने जिन्दगी हो गुरु एकछिन बसेर यसो पानी सानी चिसो पानी खाएर जानु न। अब जहिले तैँले आइँदैन हाम्रो घरमा आएको बेलामा फ्याट केही नखाइ त हाम्रो घरदेखि जानु मिलेन त हौ गुरु। झर्नुहोस् न एकैछिन झर्नुहोस् न आइहाल्नुहोस् न रेडी भित्रदेखि मैले रेडी गरेर ल्याइहाल्छु आउनुहोस् त। आउनु र काइला नआउ होला अस्ति पनि तेरो घरमा आएर त्यस्तै भएको थियो के काण्डहरू। अब त नगरौँ होला बाहुन भएर बेजेतै भइसक्यो मुला मेरो त। ए गुरु आउनु न आउनु एकैछिन त हो नि थोरै खाएर गइहाल्नुहोस् न। आओ काइला तँलाई साह्रै ढिपीको गरिस् त हौ। ल ल एकैछिन आइदिउँला नि त। मुला अस्ति तेरा घरमा आएर बसेर खाएको मै खाएको नि खानु त। मुला गाउँभरि जाँड खायो बाहुन बिग्रियो ह्यान त्यान ए फल्नाको छोराले जाँड खायो फल्नाको बाहुनले उहाँ पाठ पूजा गर्नुपर्ने जाँड खाएर त्यो बाहुन त बिग्रेछ हल्ला भएर मुला नाना थरी भएन। गुरु आउनु एकैछिन बस्नु न यहाँनिर के अलिकति यसो चिरिप थोरै चिसो तातो पानी खाएर जाउँ न। किन टेन्सन गरिरहेको किन टेन्सन गरिरहेको। अब नि काइला खाना त खानु नि काइला। अस्ति तेरा घरमा आएर मै खाएको उहाँ कमेन्ट भरि है त्यो बाहुनले त जाँड खाएछ त्यो बाहुन जाँड खाएर उत्तानो पर्यो घारीमा कनुहरी अनुमति के भन्दो रहेछ मन्त्र जपेको होइन त्यो दाना थरी जानेको नजाने भनेर काइला। अनि तेरा घरमा केटाले सुनायो त्यसले हल्ला गरेछ मैले जाँड खाएको हो त्यसले के थाहा हौ हाम्रो घरमा कति मिठो मोही हुन्छ भने मैची खाएको हो नि त मैले। होइन त्यसले सेतै देखो नि त सेतै जाँड पनि त्यस्तै कलरको हुन्छ अनि त्यो केटा झुकिएछ त्यो पो पागल त्यो पागल हो कि काइला। सबै गाउँभरि त्यस्तो भएछ हेर। अब